आन्टी मलाई नि हजुर आन्टी आएछ न हजुर के चाहिन्छ न मलाई नि भन्छु बाबा भन्छु चोखबाई दिन्छ त कति रुपियाँ छ दिसो त मलाई 5 रुपियाँ 5 रुपियाँमा त चोखोपाई आउँदैन नि छोरो अनि के हुन्छ चक्लेट आउँछ चक्लेट खाइसिन्छ मलाई 5 वटा दिन्छ हस् आन्टी दिसो चक्लेट बाबा खाइसियोस् दिसोस् थ्याङ्क यू हजुर बाबा भन्छु मामुले भन्छ यो चक्लेट हुँदैनले अर्को दिसो दिसो यो नरिवल पानीवाला चक्लेट खाइसियोस् यो त झन् दुईटा मात्रै छ दुईटा मात्रै आउँछ बाबा जानुस् बा एउटा चक्लेटै खस्यो अब त्यो त हजुरले हराइसक्यो गएर खोजेर लगिस्यो छोरो कस्तो हैरान पानी बच्चा आएछ नि म त दिक्क भइसक्यो लिस्यो हजुर लिस्यो ल गइस्यो अब चाहिँ दुःख नदिस्यो ल आन्टीलाई हजुर अब के भयो दादाले भन्छेको छ यो चक्लेटै फिर्ता गर्नुले दिसो कति हैरान पार्ने बच्चा आएछ नि प्रभु साह्रै हैरान पार्यो अब चाहिँ तिमी मेरो पसँग नआऊ है सानो तिम्रो बाबा मम्मी सबैलाई भन्दै मेरो पसँग नआउनु ल लाउ तिम्रो 5 रुपियाँ जाऊ बाई